गरौँ त अहिलेको हाम्रो नेपालको चुनावी माहौललाई चाहिँ कसरी लिनुहुन्छ तपाईँ? धन्यवाद यो क्वेसनको लागि। फर्स्ट अफ अलमा म यो चुनावलाई एकदमै राम्रो चाहन्छु। यो जेनजीको चुनाव हो होइन। चुनाव त आजै पछि नै थियो, जेनजीले गर्दा अगाडि सर्यो। चुनाव चाहिँ एकदमै राम्रो कुरा हो। चुनाव भयो, देशमा अशान्ति थियो, शान्तिको बाटोतिर गयो होइन। म त्यो भन्न चाहन्छु। अनि अब मुख्यत विषय भनेको चुनाव त आयो, तर नेपालको चुनावी माहौललाई नै हेर्ने हो भने चाहिँ झापाको चुनावी माहौललाई कसरी लिनुहुन्छ त? झापाको चुनावी माहौल चाहिँ के रह्यो भन्दाखेरि, एउटा रासोपा पार्टीको प्रधानमन्त्री बन्ने व्यक्ति र एमाले केपी शर्मा ओली दुईवटा भनेको एकदमै चर्चित मान्छे पनि हो। हामीले झापामा हेर्दा सबै जनताहरूले बालेनलाई जिताउनुपर्छ। हामीले 2035-43-45देखि उहाँले जित्दै आउनु भएको थियो अहिलेसम्म झापामा होइन। 2064मा माओवादीले हरायो। तर जनताले चाहिँ सोचा जस्तो प्रधानमन्त्री कहिले पनि पाएनन् क्या। केपीलाई हराउन नै पर्छ बालेनले चाहिँ। सर्टकटमा मैले कुरा गरेँ, सर्टकटमा भन्नु तपाईँलाई चाहिँ बालेन ठिक कि केपी ठिक? बालेन नै ठिक नि। के आधारमा बालेन ठिक हो त? के आधारमा चाहिँ केपी बेठिक हो? केपी चाहिँ 2045 सालदेखि यता तपाईँ सरकारमा हुनुहुन्छ, उहाँ चाहिँ के काम गर्नुभयो जनताको लागि। तर बालेन एउटा महानगरको प्रमुख हुँदा कति काम भइरह, कति भिन्नता छ उहाँमध्ये। यसको मतलब तपाईँ बालेनलाई प्रधानमन्त्री भएको हेर्न चाहन्छ नेपालको? होइन, म बालेनलाई नै प्रधानमन्त्री बनाउनु पनि चाहन्छु र मान्न पनि चाहन्छु उहाँलाई चाहिँ। ओके। अनि यसपालिको यो हाम्रो चुनावमा चाहिँ तपाईँले आफ्नो अभिभावकहरूलाई चाहिँ केमा भोट हाल्नु भन्ने चाहिँ आग्रह गर्न चाहनुहुन्छ? मैले त घन्टीमै भोट हाल्नु। भोट चाहिँ मत चाहिँ सबै नेपाली जनताहरूलाई योचोटिको मत चाहिँ सबैलाई घन्टीमा नै हाल्नु भन्न चाहन्छु। र मेरो घर फ्यामिली सबैले घन्टीमा भोट हाल्नुहोस् भनेर भनेको छु होइन। सबै जनताले एकचोटि घन्टीलाई भोट हालेर बहुमतका साथ 138 सिटभन्दा माथि ल्याएर बहुमत सरकार बनाउन, त्यही भन्न चाहन्छु। नेपाल लगायत तपाईँले पार्टी पनि परिवर्तन गर्न चाहनुहुन्छ? पार्टी परिवर्तन गर्नुहोस्। देश अशान्तितिर छ, शान्ति विकास तिर लैजानलाई आग्रह गर्न चाहन्छु सबै जनताहरूलाई। ओके, धन्यवाद तपाईँको प्रतिक्रिया दिनुभयो। धन्यवाद यति धेरै समय दिनुभएकोमा। ओके।